आज चाहिँ हामी माठ जान लागेको छौँ बजार। गाइस अहिले चाहिँ हामी सिल्लेवन बजारमा आइसकेका छौँ। यो वाला साग पर्दैन होला। हेलो गाइस, सबैजनालाई आज पनि स्वागत छ मेरो भिडियोमा फेरि। र आज चाहिँ हामी माठ जान लागेको छौँ बजार सब्जीहरू किन्नको लागि। र अहिले हाम्रो चाहिँ यहाँनिर गाडी हामीलाई लिन आइसकेको छ, माठको गाडी। र यहाँ हाम्रो कम्पनीको एउटा सुविधा भनेको चाहिँ यहाँदेखि लगभग हाम्रो 10-15 मिनटमा माठ छ त्यहाँ बजार, सानो बजार सिल्लेवन। त्यहाँको गाडी चाहिँ हामीलाई फोन गरिसके पछाडि लानेर ल्याउने काम चाहिँ गरिदिन्छ। त्यो चाहिँ एउटा सुविधा छ हाम्रो वरिपरिको कम्पनीहरूमा। र गाडी आइसकेको छ, अब हामी गाडीमा चढ्दैछौँ। र बाँकी पर पुगेर अब के कस्तो छ हाम्रो सामानहरू सब देखाएर चाहिँ हामी किनेर लिएर आउनेछौँ। र हामी गयौँ, ल लागौ चढौँ। ड्राइभर आन्यो ने खान्छ हामी त हेलो गर्नु। कस्तो मजुर हो। के गइसक्यो 찾아보자. 혹시 여기 가면 여기도 있긴 있는데 문 닫았을 거야. 일요일에. 여기 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 있어? 네. 문 닫았어? 네. 오케이. 자, 네, 감사합니다. 소문이라 반도. ओके गाइस, अहिले चाहिँ हामी सिल्लेवन बजारमा आइसकेका छौँ। र अहिले हामी थोरै अगाडि हिँडेर गइसकेको पछाडि हाम्रो बजार आइपुग्छ, के अरे माठ आइपुग्छ हाम्रो पसल। र त्यहाँ गएर हामी अब सामान किनेर फर्किन्छौँ। हाम्रो एकजना साथी चाहिँ कपाल काट्नको लागि छिरेको छ त्यहाँ मियोङसिलमा। ऊ त्यहाँ कपाल काट्दै गर्छ, हामी सामान किनेर रेडी पार्छौँ अनि हामी सँगै भेला भएर जानेछौँ। गाइस, अहिले चाहिँ हामी हाम्रो फाइनली माठमा आइपुगेछौँ। र हाम्रो माठको नाम चाहिँ छ नौङ्गा माथु भन्ने हाम्रो पसल रहेको छ। माठ हामी प्रवेश गर्न खोजिरहेछौँ। ल पसौँ त भित्र। ओके, 감사합니다. 안녕하세요.
यतातिर चाहिँ पुरै रक्सीको आइटमहरू छ, मेक्चुहरू, बियरहरू, सोजु। यो चाहिँ हाम्रो कोरियाको रक्सी सोजु। यतापट्टि चाहिँ हाम्रो आलुहरू, एक प्याकेट आलुको चाहिँ यति आलुको चाहिँ नेपाली 400, यहाँनिर 4000 वन् चाहिँ कोरियन हो। यो चाहिँ यता काँक्राहरू देख्न सक्छौँ हामी। यो नेपाली 200 को काँक्रा 3 वटा, गाजर नेपाली 200 को 2टा। लसुन हालेको छैन? छैन, त्यो कौली एउटा मात्रै हाल्ने भए। कौली थर एउटा मात्रै हो कि के? हेर्नुहोस् गाइस, लसुनको प्राइस चाहिँ 4650 वन् भनेको यो चाहिँ नेपाली 460 रुपियाँ पर हो। तर के गर्नु, लानु पर्यो होइन, त्यो भयो। अनि च्याउ लाने हो एउटा, त्यो त होइन। अर्को लैजाउँ। कुन चाहिँ यो? हो यो मिठो हुन्छ नि। म यो राम्रो लाग्छ कि ल हाल एउटा यो वाला साग पर्दैन होला। अर्को पनि 2टा हाल्यो। भयो भयो धेरै भन्छ। लेमन एउटा ल्याउनु। यो पाटोको सकियो कि हाम्रो? अथवा अदुवा लाग्नु त। भेन्टा त यहाँ सस्तो छ त है, 3000 रुपियाँ धेरै छ त। सानो बाक्सी भइसक्यो। हुन्छ त्यहाँ राख्दै गर्नु। यो चाहिँ हाम्रो तेल चाहिँ हाम्रो सिक्ताङमा पनि 2टा भएको छ नि, एउटा मात्रै हालियो। यतातिर पुरै तेलको आइटमहरू देख्न सक्नुहुन्छ। एकदम राम्रो राम्रो तेलहरू छ। र हामी अब मासु खोगी मासु लिनको लागि जाँदैछौँ यतापट्टि। यता आउनु होला, यता आउँदा क्यामेरा लिएर यतापट्टि छ, यता आउँदा क्यामेरा लिएर यतापट्टि छ। यो चाहिँ सबै हड्डीवाला आइटमहरू मासुको सब। यो चाहिँ धेरै समयसम्म रहन सक्छ। यता चाहिँ हाम्रो बङ्गुरको र कुखुराको मासु। अब यो चाहिँ हामीले यसको नाल चाहिँ हेरेर लानुपर्ने हुन्छ। 6 कि 21सम्म रहेछ यसको डेट। आज भनेको हाम्रो 15 तारिक भइसक्यो। 21 भनेपछि हामी 1 केजी मासु, 1 केजी पनि छैन, 900 ग्राम। तर यसको प्राइस चाहिँ यहाँ छैन कि साग हुन्न। 4वटा हालौँ है, डेट पर्छ कि फेरि। चिकन 4वटा हाल्यो। एउटा बङ्गुर हालौँ है। एउटा चाहिँ हामीले खैजी खोगी पनि हाल्यो।
यसको चाहिँ 14,250 वन। अब हामी 6 को 22 तारिकसम्म खान सक्छौँ। मासु पनि भयो। अब हामी के बाँकी रह्यो अब हाम्रो बिल छ रे। ओके गाइज, आजको लागि चाहिँ अब हाम्रो काम सकिसकेको छ र हामीले सबै सामानहरू किनिसकेर गाडीमा लोड गरिसकेर चाहिँ अब हामी फर्किन लागेका छौँ र अब केही बेरमा हामी यहाँदेखि जाँदैछौँ र आजको लागि अब भिडियो यति नै। बाँकी अरू कुनै भिडियोमा फेरि हामी भेट्ने छौँ।